इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। जुम्लामा हाउ गरेर आएको जस्तो होइन, म इतिहासबाट साबित गरेर देखाइदिन्छु। इतिहासका पुस्तक पढेर आऊ। माननीय सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र माननीय सदस्य अगाडि बढ्नुहोस्। इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने। जुम्लामा हाउ गरेर आएको जस्तो होइन, इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। माननीय सदस्य आसन ग्रहण गरौँ र माननीय सदस्यलाई बोल्न दिनुहोस्। वैदिक आयुर्वेद सेवा प्रणालीमा दिशा घरको जुनसुकै समस्या निको बनाउन सम्भव छ। यो देशले राजाको ठाउँमा तराईमा बालककालमा भैँसी चढेर गोठालो जाने पढेर डाक्टर भएको पहिलो तराईको भूमिपुत्रलाई नेपालको राष्ट्रपति बनायो। के बिग्रियो? त्यसपछि आएर पहाडकी भोजपुरकी एउटी सामान्य परिवारकी छोरी मुलुकको राष्ट्रपति भइन्। के बिग्रियो? र आज आएर तनहुँको एउटा सामान्य ब्राह्मण परिवारको मान्छे राष्ट्रपति भएको छ। के बिग्रेको छ? अनि भोलि कुनै पूर्वको राई लिम्बू, पश्चिमको कुनै गुरुङ, तराईको कुनै थारू, कुनै दलितको छोरा राष्ट्रपति हुँदा इज्जत जान्छ? जाँदैन। हिजो सामन्तवादको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाई गरिब जनताको छोरा राष्ट्रपतिको कुर्सीमा बसेको असह्य भएको होला। सामन्तवादको ग्लानीले अरे यो बुढी बाख्रीको छोरा जस्तो तनहुँको बाहुनलाई के राष्ट्रपति मान्नु, त्यो भोजपुरकी विद्या भण्डारीलाई के मान्नु, त्यो तराईको मधेसीलाई के राष्ट्रपति मान्नु भन्ने पीडा बोधले आज राजा चाहियो भनेको छ। राजा किन चाहियो? राजतन्त्रको इतिहास हेरौँ। आफ्नै वंशको बहादुर शाह, जसले पृथ्वीनारायण शाह पछि नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेले, नेपालको सिमाना बढाउन खोजे। तिनलाई अब इतिहासकारहरू फरक कुरा हुन्छन्। कोहीले तिनलाई तेल सर्केर जेलमा मारियो भन्छन्, काका भतिजा र देवर भाउजूको लडाइँमा। कोहीले चाहिँ आत्महत्या गर्न बाध्य बनाइयो भन्छन्। अनि रणबहादुर शाहको उपद्रव हेरौँ। दरबारको द्वन्द्वले गर्दा, जेठी र कान्छी रानीको लडाइँले गर्दाखेरि भीमसेन थापा र दामोदर पाण्डे जस्ता देशभक्त भारदारहरू काटिए। त्यसपछि आएर हेरौँ, राजेन्द्र विक्रम शाहको पालोमा कसले कोत पर्व घटायो? जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरि कोत पर्वको जन्मेको होइन, जहाँबाट 104 वर्षको राणा शासनको बीजारोपण भयो। त्यसपछि आएर हेर्नुहोस्, त्रैलोक्य विक्रमलाई युवराज सधैँ कसले बिख खुवाएर मार्यो दरबारमा? के कुनै जनताले गरेको थियो सडयन्त्र? त्यसपछि आएर त्रिभुवनमा हेर्नुहोस्, दिल्ली त गए, तर दिल्लीको कलकत्तामा क्लबहरूमा चाहिँ राजा वीरेन्द्रले विभिन्न थरीका आइमाईहरूसँग रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो, र नेहरूले बाध्य भएर इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका ठिक भएन भनेर। राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। त्यो लोकतन्त्रलाई उनका छोराले खोसे, महेन्द्रले खोसे। आज हामीले यो बोल्न दिनुहोस्, सभामुख महोदय, आफ्नो टाइममा बोल्नुहोस् न। किन माननीय सदस्य के को लागि उठ्नु भएको छ? के कुन नियम? के नियम? म इतिहासबाट साबित गरेर देखाइदिन्छु। इतिहासका पुस्तक पढेर। माननीय सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र माननीय सदस्य अगाडि बढ्नुहोस्।